समाजमा यो डिभोर्स रेटहरू बढ्ने, इन्फर्टिलिटीहरू हुने, त्यसमा एउटा चाहिँ एकदमै बर्निङ इस्युज भनेको तपाईँको इरेक्टाइल डिस्फङ्सन हो होइन। र यो इरेक्टाइल डिस्फङ्सन भनेको चाहिँ तपाईँको फिजिकल कन्ट्याक्ट गर्न नसक्ने अथवा ट्राई गर्दाखेरि त्यसमध्ये लिङ्ग चाहिँ कडन राम्रोसँग नभइदिने, लुलो भइदिने इस्युजहरू छ होइन। र हामीले के देख्यौँ भन्दाखेरि चाहिँ यो चाहिँ एकदम इम्पोर्टेन्ट चिज हो होइन। एउटा किनभने एउटा फ्यामिली बनाउनलाई चाहिँ एउटा हेल्दी फ्यामिली हुनलाई, हेल्दी विवाहमा चाहिँ फिजिकल कन्ट्याक्ट पनि एकदम रोल छ। र त्यसमध्ये चाहिँ हामीले देखेको मोस्ट अफ द बिरामीमा चाहिँ यो प्रिम्याचर इज्याकुलेसन र इरेक्टाइल डिस्फङ्सनले ग्रसित हुनुहुन्छ होइन। मैले हेर्दाखेरि त 19 वर्षको केटाहरू पनि आएको छन् होइन। बिहा गऱ्यो 2-3 दिनपछि उसको वाइफसँग कुरा नमिल्ने भइसकेको रहेछ। किन भन्दाखेरि इज नट सेक्सुअली सेटिस्फाइड होइन। सो यो कुराहरू पनि एकदमै इम्पोर्टेन्ट छ होइन। एउटा हेल्दी बिहेको लागि, हेल्दी फ्यामिलीको लागि चाहिँ फिजिकल कन्ट्याक्ट इज अल्सो वान अफ द इम्पोर्टेन्ट फ्याक्टर भन्छ हामीले। र इरेक्टाइल डिस्फङ्सन भनेको चाहिँ कसरी थाहा पाउने भन्ने कुरा हो होइन। सो प्रायः के हुन्छ भन्दाखेरि हामीले मर्निङ इरेक्सन सोध्छौँ होइन। बिहान उठ्दाखेरि चाहिँ छोरा मान्छेहरूको चाहिँ लिङ्ग चाहिँ अलिकति कडा हुन्छ। त्यो हुनुको कारण चाहिँ टेस्टोस्टेरोनको सर्ज हुन्छ अरे बिहान। सो मर्निङ इरेक्सन छ कि छैन, मर्निङ इरेक्सन छ भन्दाखेरि चाहिँ मोरओभर चाहिँ अलिकति उहाँहरूमा चाहिँ साइकोलोजिकल इस्युज होइन, अब स्ट्रेसहरू अथवा हस्बेन्ड वाइफमा कुरा नमिलेको कुराहरू छ कि होइन, अब फ्यामिलीको इन्भाइरोमेन्ट ठिक छैन कि भन्ने कुराहरूतिर जान्छ होइन। तर मर्निङ इरेक्सन पनि राम्रो छैन भनेदेखि कतै उहाँको अर्ग्यानिक काउजहरू छ कि भन्ने कुराहरू हुन्छ होइन। सो त्यो क्रममा चाहिँ हामी डिफ्रेन्ट टेस्टहरू गर्छौँ उहाँको होइन। अब थाइरोइडहरू कस्तो छ होइन। त्यसपछि तपाईँको सुगर इज अल्सो वान अफ द फ्याक्टर होइन, जसले चाहिँ इरेक्टाइल डिस्फङ्सनमा चाहिँ रोल प्ले गरेर हुन्छ। अर्को चाहिँ कहिले कति एक्सिडेन्ट भएको छ कि होइन, चोटपटक लागेको छ कि, त्यो कुराहरूले पनि चाहिँ रोल प्ले गरेर हुन्छ। सो यो इरेक्टाइल डिस्फङ्सन चाहिँ एकदमै इम्पोर्टेन्ट फ्याक्टर हो होइन, जुन चाहिँ एउटा हेल्दी बिहे, हेल्दी रिलेसनसिपको लागि चाहिने कुरा हो होइन। सो यसमा चाहिँ हामीले के ध्यान दिनुपर्छ भन्दाखेरि चाहिँ तपाईँहरूलाई यस्तो समस्या छ होइन, लिङ्ग राम्रोसँग कडा भइरहेको छैन, विदिन फ्यु सेकेन्ड्स नै तपाईँको लुलो भइरहेछ भने चाहिँ तपाईँहरू चाहिँ आएर चाहिँ डक्टरलाई भेट्नुपर्ने हुन्छ होइन। त्यसमध्ये के बुझ्नुपर्छ भन्दाखेरि भेरी यङ एजमा चाहिँ तपाईँलाई इरेक्टाइल डिस्फङ्सन छ भने कतै तपाईँको मुटुमा समस्या छ कि, कतै तपाईँको रगतको नसाहरू कतै साँघुरो भएको छ, कतै तपाईँको कोलेस्ट्रोल लेभल हाई छ कि, त्यो कुराहरू पनि एकदमै इम्पोर्टेन्ट हुन्छ। सो यो सबै कुराहरूलाई चाहिँ हामीले खोजेर के समस्या छ भन्ने कुरा चाहिँ एउटा चिकित्सकले बताइदिनु हुन्छ। सो लजाएर घरमा बसेर तपाईँको फ्यामिली लाइफ राम्रो हुनेवाला छैन, तपाईँको रिलेसनसिप राम्रो हुनेवाला छैन। अनि तपाईँको रिलेसनसिप जोगाउनु छ, तपाईँलाई ड्याडी बन्नु छ भन्ने चाहिँ देन यु निड टु भिजिट युरोलोजिस्टलाई गएर भेट्नुपर्छ र समस्याको समाधान गराउनुहोस् र एउटा हेल्दी लाइफ बाँच्नुहोस्।